उमेश थापा सरलाई चाहिँ एकदम भिडियो खेच्नलाई एकदम उत्सुक परेर यो बाटोमा अनि त्यही भएर मैले चाहिँ भिडियो बनाइदिएको मात्रै हो अब पोस्ट गर्ने नगर्ने उहाँको कुरा हो तर बाटो चाहिँ बबालै हो यति मैले एउटा गाडी सिकाइदिए र आनन्द हुन्छ अहिले चाहिँ जसलाई चाहिँ क्लच एक्सिलेटर थाहा छैन दुई 2081 साललाई बिट मार्दै हामी 2082 सालको पहिलो दिन पहिलोचोटि पोखरा जाँदैछौँ हामी हाम्रो यो के भन्छ अब हाम्रो यो 2 दलीय मिटिङमा चाहिँ पोखरा जाने भन्ने निष्कर्ष निक्ल्यो कुरो होइन एउटा काङ्ग्रेस एउटा कठोर काङ्ग्रेस हो फेरि अरू के म थाहा छैन मलाई अनि अब टक्क बाटो पनि यस्तो छ है बाटो ठिक छ के हो यो भित्ताको यस्तो के जारी खाना दे अनि थापा सर हजुरलाई कस्तो लागिरहेछ त आजको टाउको गन्तव्य पुग्या छैन गन्तव्य ठिकै छ अहिलेसम्मकै कतै ठाउँमा गएपछि थाहा हुन्छ होइन यसमा तपाईँलाई केही भन्नु छ नि के भन्नु छ भन्नुहोस् आज सुरेशलाई नक्कुरी छोड्दैन म त्यति यस्ता भइसकेपछि उँभो लागिन्छ त मैले हिजो भने हेर्नुहोस् दर्शकबिन यस्ता मान्छे भएपछि उँभो लागिन्छ आम्बो पोखरा जाने बाटो लग्जमहरू हिँडेको नि अब चाहिँ हामी हिँड्दै तर हामीलाई होइन केहीको पनि कमी नहोस् क्या अब हो त्यो भयो भने चाहिँ हिँड्दै गयो भने पुगिन्छ होला है खानाको केही पनि समस्या नहोस् क्या त्यही खानाको लागि त हो नि त्यो खानालाई त कमाउनु जान्छ होइन काका पोखरा फोपाप भन्दा चाहिँ यसलाई के अस्ति बेलामा त के छ है पानी हो समुद्र यो समुद्र हो मेरो पोखरा फेवाताल नास्ताल यार भाई